हेलो साथीहरू, के छ खबर? तपाईँहरू सन्चै हुनुहुन्छ होला। आज चाहिँ म कहाँ जाँदैछु भने नि, मौसम पनि एकदम राम्रो छ हो। म चाहिँ पानी परेर अलिक रोकिरहेछ, त्यही भएर म च्याउ खोज्न जाँदैछु जङ्गलमा। अहिले च्याउको सिजन छ नि त हो, त्यही भएर यस्तो छ क्या बिहानको मौसम चाहिँ। म चाहिँ उता पर जङ्गलमा जान्छु कि च्याउ खोज्नु, तर भेट्छ कि भेट्दैन। यस्तो पानी पर्छ, कस्तो दामी भइरहेछ मौसम चाहिँ। म चाहिँ एक्लै हिँडिरहेको छु कि डर पनि पो लाग्छ है मलाई। म चाहिँ 10 मिनटमा 15 मिनटमा फर्किहाल्ने हो क्या। च्याउ भेट्यो साथीहरू। च्याउ भेटाएँ मैले। अटिन्छु क्या म। अरू ठाउँतिर नि छ कि पाउँछ कि, अरू ठाउँ चाहिँ पाएन। मैले अब च्याउ टिप्ने भएँ। ओए ढेन्टेरेम ल एउटा भयो हो, दुईटा भयो। यो चाहिँ कस्तो कस्तो भएको रहेछ क्या, यसलाई चाहिँ मैले फ्यालिदिएँ। मैले च्याउ अब दुईटा भेटाएदेखि चाहिँ भेटेन क्या यो जङ्गलमा। यस्तो जङ्गल चाहिँ कहाँ च्याउ खोज्नु जानु। मलाई त डर पो लाग्यो। सुन्नु न, त खोला बगिरहेछ। ओ माई गड, चराहरू कराइरहेछ। भाग कान्छी भाग। च्याउ सबै झऱ्यो, ल फुट्यो। ल साथीहरू, म चाहिँ घर लागेँ। च्याउ खोज्न आउने मान्छेहरू डर पो लाग्यो।